ल गाइस म चाहिँ आज उठिसकेको छु टक्क पाराले अनि आज हामी जाँदा जान्छौँ त्यता देखाउँछु नेक्स्टमा हामी गयौँ भने तपाईँलाई देखाउँछु आज भ्लग बनिहाल्छ त हाम्रो पाठ सुतिरहेको छ टक्क हामी सबजना उठिसक्यो नेक्स्टमा खाइ अब कहाँ जान्छौँ तपाईँहरूलाई त्यतिखेर देखाउँछु टक्क पाराले एकछिनमा भेटौँला लकडा हामी चाहिँ अब टक्क पाराले हाम्रो त तल कचोजना रहेको साथी घर अब हाम्रो दुईवटा बाइक बाहिरै छ होला ए होइन मेरो भित्रै रहेछ हामी टक्क पाराले जान्छौँ अनि बाटोमा केही भयो भने देखाउँछौँ क्लिप एउटा क्लिप देखाउँछौँ होइन पाठ हामी यहाँ पाठ चाहिँ हाम्रो डेलीको भ्लगमा अनुहार देखाउन आइराख्नुहुन्छ फेरि यता भर्खर उठाइरहेको छ अब भयो भने अब अनुहार दिएपछि हेर्नु अरे होइन ल बाई बाई ल ओके गाइस हामी त्यहाँनिर आइसकेको टक्क पारेर अब खुसी गराइसकेको छु यो कार्य आज बक्सरमा ए बक्सर होइन यो हाफिनमा आइरहेको छ हाम्रो पाठ आज जुन खुसीले तर्साम्रो बाइकहरू यहाँ बग्दैछ खुसी घरमा टक्क पाराले ओ भ्लगर बोय यसले त त्यही भएर बोलाएको रहेछ नि त नि टक्क भयो भने टक्क अब हाम्रो योमा आइसकेको छ दसरमा ड्यु खाना टक्क फेरि मेरो भ्लगमा चाहिँ उयो मात्र हुन्छ धेरै मेरो कन्टेन्ट उयो यता हेर्छ फेरि थम्बनेल भयो अब कस्तो भयो तेरो आज एक्जाम 12को एक्जाम कतिको एक्जाम 12को यो त 10 हो भगत एकछिन भेटौँ न टक्क हामी चाहिँ खुसीको अर्को घरमा आइसकेको छौँ 19को टक्क हाम्रो यहाँनिर बित्ती होइन डोलाहरू हिँड्दैछ टक्क भोलि बसेको त हामी खानेहरू टक्क पाराले दुईजना दाजुभाइ हो टक्क पाराले यहाँ खुसीको बनिरहेछ टक्क बोजू हुन्छ टक्क पाराले खै निकाल्न नि खुसी एक्स्ट्रा भेटौँ न हामी हामी चाहिँ बाइक सर्भिसिङ हाल्न आइसकेको छौँ टक्क पाराले अब ऊ साथीको र मेरो हान्न आँटेको होइन पाठ अनि कहाँ जाने अरे अब घुम्दै घुम्दै घरतिर जान्छौँ मैले टक्क पाराले भेट्छौँ टक्क बाइक सर्भिसिङ गरेपछि भेट्छौँ ल टक्क पाराले यहाँनिर मेरो गाडी अब सर्भिसिङ भइसक्यो होइन टायर मात्रै ग्रिजिङ छ अब सबै बाइक चाहिँ अब वासिङ हुनु बाँकी छ टक्क पाराले हाम्रो ग्यारेजको नाम के अब इन्टरभ्यू यतापट्टि यताबाट यता ग्यारेजको नाम के पो हो ग्यारेजको नाम ब्रदर्स ग्यारेज हो होइन आउनुपर्ने होइन मान्छेहरू आउनुपर्ने नि यहाँ अब 5 जना आउनु भयो भने मेरो फ्री है सर्भिसिङ हो कि होइन यहाँ जस्तो पनि बाइक हुन्छ यहाँ इन्जिनियर यहाँ यो एनएस बाइकको सबै इन्जिन खोलेर टक्क बनिँदैछ मेरो बाइक पनि सबै बनिसक्यो एनएस मात्रै छ एनएसहरू मात्र हो एनएसडी होइन त्यही ल्याउनु भयो भने चाहिँ सबै बाइक हुन्छ सर्भिसिङ मेरो यहाँ वासिङ पनि फ्रीमा भइहाल्छ अब यहाँ टक्क पाराले घर जाने बेला भेट्नुपर्छ वासिङ भएपछि भेट्नुपर्छ बाइक टक्क पारेर अब मेरो बाइक यहाँ वासिङ हुँदैछ हाम्रो यहाँ खतरा दाजुले हानिदिनु हुँदैछ वासिङ मेरो बाइक डेली बनाउनेलाई हो होइन अरू कसैलाई छुँदैन मेरो बाइक दाइले मात्र हो छुने भनेको चाहिँ टक्कसँग वासिङ हुन्छ त्यसपछि सर्भिसिङ पनि भइसक्यो मेरो अब टक्क ला गुडिया भिजिहाल्नु नि वासिङ भएपछि अब एकछिनमा भेट्नुपर्छ यो बाइक पनि वासिङ यो बाइक पनि सर्भिसिङ भएको हो वासिङ हुन्छ त्यसपछि एकछिनमा भेट्नुपर्छ हामीहरू टक्क घर जाने बेलामा मेरो बाइक चाहिँ अब रेडी भइसकेको छ घर लाने लाइकको भयो टक्क पाराले यहाँ हाम्रो साथीको बाइक पनि नयाँ भइसक्यो टक्कसँगले मेरो बाइक चाहिँ त धेरै रेडी भइसक्यो अब सिक्नु मात्रै बाँकी अब घर जान्छौँ घर जानु अब चाहिँ वेल्डिङ गरिसकेर भेट्छौँ
लगाएर हामी चाहिँ एसलिनमा फर्स्ट टाइम साथीले हाम्रो साथीले लेखेको स्कुल नगएर पनि लेखेको जानेको छ अब कलेज पढा भन्दा मान्दैन साथी अब यस्तै गर्छौँ हामी यहाँ पैसा निकाल्नु एसलिङ आएको थियौँ होइन पाठ युट्युबको पैसा चाहिँ होइन फेरि युट्युब बनाएर पैसा कमाउने के हामीले उयो बाइक अर्को बेचिदिएको थियौँ त्यही पैसा आएको बाइक त हामी त यताको बाइक उता यता मैले सर्भिस हालेको हो टक्क अब यसमा हामी जहाँ जान्छौँ त्यहीँ भेटौँ ल टक्क अहिले म चाहिँ त्यहाँ बाइक सर्भिसिङबाट यहाँ भोक लागेर यहाँ अब चिया खान आएको छु टक्क अब यहाँबाट निस्किने बेलामा भेट्छु एकताल अनि घर पुगेर भेट्छु होइन त टक्क पाराले आजको भ्लग चाहिँ हल्का अल्छी लाग्दो जस्तै भएको छ तर केही होइन अल्छी नमानी हेरिदिनु होला तपाईँहरू टक्क केटाहरू पनि आइछ अब चाहिँ टक्क निस्किने बेला भेटौँ ल आएछ हामी चाहिँ अब यो एक दिन बिहाउँदै भ्लग गर्ने छु त्यही भएर अब चाहिँ म टक्कसँगले भोलिको भ्लग गर्नेछु त्यसपछि भोलि बेलुका अपलोड बाई बाई गाइज टक्क पाएर म यहाँ कामबाट आइसकेको छु यहाँ हाम्रो साथीहरू आज एससिडिएस हाम्रो साथीहरू क्लास 3 राम्रो राम्रो लेखेको रहेछ यता फर्क त तिमी ब्लग हाल्छ क्या ल टक्कसँग खदा खदा लेख्दै रहेछ साथीहरूले बिहान बिहान 2टा पकाइसक्यो हामीले टक्क झन् गाइज अब चाहिँ हामी एकछिन के तिनजना आँटेको साथी कहिले ल्याएको थियौ अहिले मासु ल्याएको थियो कुकुरको लागि कुकुर त होइन यहाँ खान्छाको लागि यसको लागि अब यसको लागि हामी टक्क पैसा र जारको पानी लिनु त्योहरू सामानहरू लिएर आउँछु मैले भेटौँ अरे एकछिन टक्क पाराले फर्स्टमा हाम्रो प्लान अर्कै थियो तर हामी यहाँको डिउ खान आइसकेको थियौँ यहाँ टक्क पाराले यहाँ हाम्रो बाजे सुत्रिराख्नु भएको छ हाम्रो बाजे सन्चै हुन्छ जहाँ जान्छौँ त्यहीँ भेट्नुपर्छ अनि यहाँ टक्क पाएर सानो घर आएको थियौँ अब हामी जानु आँटेको अब कहाँ जान्छौँ थाहा छैन टक्क अहिले चाहिँ हामी टक्क पाएर अघि दोकानको लगाइसकेको खाएर अनि टक्क गिटार प्र्याक्टिस हान्दै थिएँ ठ्याक्कै अहिले चक्का खानु थाल्यो त्यसपछि अब घरै हेर्नुपर्छ ल आजको भ्लग पनि अल्छी लाग्दै भएको छ त्यही भएर अब टक्क पाराले भोलिको भ्लग पर्छु भेट्ने हो कि होइन हो आजको यति नै बाई बाई